सम्पूर्णमा नमस्ते नमस्कार र तपाईहरु सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा। साथीहरु, आज म तपाईहरुमा क्लास 10 को साइन्सको चाहिँ फोर्स एन्ड मोसनको क्वेशन लिएर आएको छु। यो क्वेशनले के भनेको छ भन्दाखेरि एउटा ढुङ्गालाई चाहिँ 72 मिटर हाइटबाट खसाल्दाखेरि त्यो ढुङ्गाले चाहिँ ग्राउन्डमा पुग्न 6 सेकेन्ड लाग्यो भने त्यो ढुङ्गालाई चाहिँ कति एक्सिलरेसनले खसालेको रहेछ। सो त्यही भएर हामीले यहाँ सल्भ गर्न तर्फ जाम। सबभन्दा पहिला हामीले गिभन लेख्छौं। गिभनमा कति मिटर हाइटबाट खसाल्यो, 72 मिटर हाइटबाट खसालेको रहेछ। त्यसले भुइँमा आउन चाहिँ ग्राउन्डमा टच गर्न कति टाइम लाग्यो, 6 सेकेन्ड लाग्यो। र अब यसको कन्डिसनमा के एउटा कन्डिसन बुझ्नुपर्ने हुन्छ भन्दाखेरि कुनै पनि स्टोनलाई कति हाइटबाट खसाल्दाखेरि त्यसको जहिले पनि इनिशियल भेलोसिटी कति हुन्छ साथीहरु, 0 हुन्छ है। अनि हाम्रो एक्सिलरेसन कति छ निकाल्न भनेको छ। वी नो यो फर्मुला हामीले लाउने h = ut + हाफ at²। h हाम्रो कति छ 72 भयो, u कति छ 0 हो, 6 हो, t चाहिँ 6 हो, हाफ a चाहिँ कति हो a निकाल्न भनेको र t कति छ 6²। 72 यो 0 हुन्छ, यो 80, यो 36। अब यसलाई हामीले सल्भ गर्दाखेरि कति आउँछ 18a आउँछ। अब 72/18 गर्दाखेरि a आयो। हाम्रो एक्सिलरेसन साथीहरु कति भयो त 4 मिटर पर सेकेन्ड स्क्वायर हैन। हस्, आजलाई यति, धन्यवाद।